अब हामी चाहिँ पुरै हाम्रो धादिङ सिमलेमा रहेको चाइनिज इटा फ्याक्ट्रीमा रहेका छौँ। अहिले चाहिँ हामी भित्रको फर्स्ट टाइम है यो के अरे इटा बनाउनु थालेको यो बनेको कति भयो मम्मी? 4 वर्ष 5 वर्ष भइसक्यो। एक लट बनियो अरे कति लाखौँ इटा बेचियो अरे। अहिले चाहिँ यो सेकेन्ड लटको इटाहरू यसरी उहाँहरूले राख्नु हुँदो रहेछ। पोल्नको लागि चाहिँ यसरी चक्र मिलाएर राख्नु हुँदो रहेछ। ल क्लियर मजाले देख्नु। यहाँबाट एक्जिट पोइन्ट अर्को रहेको छ है। अनि त्यसपछि हामी फेरि ब्याक टु त्यो हुँदै जाँदैछौँ। अब हेर्दै गर्नुहोला हाम्रो सिमले धादिङ मानखुट्टारमा रहेको इटा फ्याक्ट्री, चाइनिज इटा फ्याक्ट्री। तपाईँहरूले यहाँ भिजिट गर्न पनि सक्नुहुनेछ। इफ कसै घर बनाउने प्लानिङमा हुनुहुन्छ भने हामी तपाईँहरूको सेवामा 24 आवर्स अभाइलेबल छौँ गाइज। म सम्पर्क नम्बर चाहिएमा मिस्टर पूर्णराज पन्तको पनि दिन सक्छु तपाईँहरूलाई। ल यति धेरै एक्जिट पोइन्टहरू पनि रहेको छ। यहाँ टक्क सामान ल्याउने भित्र राख्ने मजा छ। सुरुङ मार्गमा छिरेको बरु यति मजा आउँदैन होला जति इट्टा भट्टाभित्र छिर्दामा यति धेरै मजा आइरहेको छ हामीलाई। किनभने यो त आफ्नो ठाउँको हो नि त, प्यारो हुन्छ नि त, त्यही भएर। ल हाम्रो मम्मी त्यो हामीलाई चाहिँ पुरै अवलोकन गराउँदै हुनुहुन्छ। यहाँ काम गर्ने दिदीहरू पनि हुनुहुन्छ है। यो इट्टा ल्याउँदै हुनुहुन्छ। उहाँ दिदी पनि आफ्नै फोनमा व्यस्त हुनुहुन्छ। यो चाहिँ के हो खासमा? यो यस्तो यस्तो चाहिँ के हो थाहा छैन मलाई गाइस। त्यो ल यहाँ लाइट छ। लाइट सोर्स नाइटमा पनि काम गर्नु पऱ्यो नि त, नाइट ड्युटी पनि हुन्छ नि त यहाँ, त्यही भएर। ल अब यसरी यहाँ चाङ्लाउँदै हुनुहुन्छ गाइस, देख्न सक्नुहुन्छ। हामी चाहिँ एक राउन्ड हानिसकेको छौँ है। एकदम धेरै अति धेरै ठुलो छ। एक लटमा नि कति हजारौँ इँटाहरू चाहिँ एकैचोटि पाक्ने गर्छ यहाँ। ल यहाँ लाइट सोर्सहरू यसरी रहेको छ। यो चाहिँ डाइरेक्ट सनलाइट सोर्स भयो। यसरी रहेको छ। किन नलगाएको त अहिले? यहाँ दाइहरूले चाहिँ गर्दै हुनुहुन्छ। इटा ल्याउने गाडी चाहिँ हो, इटा ल्याउने बाइक यो हो। यस्तो राम्रो इटा छ चाइनिज पोल्नु अगाडिको। के करायो? ए गाडी आएको रहेछ र पो कराएर रहेछ। म त के करायो भन्ने भइरह। ल्या यस्तो मजा ल्याउँदै हुनुहुन्छ सर लाएर। गाडीको टायर भाङ्यो नि त।